मन्त्री मंगलबहादुर शाहीज्यूलाई नेपालको संविधानको धारा 172 बमोजिम प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु हुन हार्दिक अनुरोध गर्दछु र शपथ ग्रहण गराइदिनु हुन माननीय प्रदेश प्रमुखज्यूलाई विनम्र अनुरोध गर्दछु। मंगलबहादुर शाही मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु। ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही कर्णाली प्रदेशको मुख्यमन्त्रीको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारी साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको प्रचलित कानुन बमोजिम गोप्य राख्नुपर्ने कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत